थिची समात्यो। हेलो नमस्ते, वेलकम छ एसपीटी वाइटी अफिसियलमा तपाईहरुलाई। घरमा हुँदा चाहिँ एक डोको घाँस काट्न अल्छी लाग्थ्यो। आज साउले बिहानै ल्याएर चाहिँ घाँसको पाखामा छोडिदिएको छ। बुटोहरू काट्नलाई चाहिँ यही दाउ दिएछ। बिहानै घाँसको यो पाखामा ल्याएर छोडिदिएको छ घाँस काट्नलाई। के गर्ने, आजको काम चाहिँ हाम्रो सुरु भइसकेको छ। पारी डाँडामा हाम्रो साथीहरू चाहिँ घाँस काट्दै हुनुहुन्छ। मेसिनले आवाज सुनिरहनु भयो होला, वाइ वाइ। सर्पको अजिङ्गारको एकदमै डर हुँदो रहेछ। सर्पहरू अजिङ्गारहरू एकदमै हुने। हुन त सेफ्टी जुत्ता त दिएछ दिन त बुट, तर पनि त्यसले पनि अब डर त डरै हुन्छ के अरे होइन। एकदमै डर लाग्छ। ठुल्ठुलो अजिङ्गारहरू पनि भेट्दो रहेछ। अहिले चाहिँ खाना खाएर आएको हामी, एउटा ठुलो अजिङ्गार भेटायो। एकदम ठुलो, हेर्दै डर लाग्ने, हाँगै सिरिङ्ग हुने। अब के गर्ने, बाध्यता छ, यस्तोमा परेको छ। भर्खर डेढ महिना हुँदैछ हामी आएको 5 दिनदेखि चाहिँ काममा लगाएको। एकदम डेन्जर के काम। घाँस फाड्नुपर्ने, यस्तो झाडीहरू फाड्दा एकदम डर हुँदो रहेछ। सर्पहरू एकदमै भेटिँदो रहेछ। सर्पको डर एकदमै छ। अजिङ्गारहरू भेटिने, सर्प भेटिने, एकदम डरै मर्दो काम भेटेको छ। के गर्ने, अब बाध्यता छ। अब कम्पनी चेन्ज गर्न पनि नसकिने। के गर्ने, भन्न त हामीले कुरा राखेका थियौँ। कुरा राखे पनि हाम्रो कुरा चाहिँ त्यति सुनिदिँदैन रहेछ। आज काम गर्दा गर्दै अजिङ्गार भेटायो यार। ओ माई गड, साथी हो अजिङ्गर हेरौँ हैन। ओ माई गड, कहाँको काम छ यसको? यत्रो ठुलो रहेछ। गाइस, डेन्जर ठुलो छ। मेसिनले चाहिँ त्यसको ढाडमा भेटायो गाइस। डेन्जर ठुलो छ। घाँस काट्दा भेटायो। समात्ने मान्छे आइसकेको छ। सर्प समात्ने मान्छे अजिङ्गार समात्ने मान्छे चाहिँ उयो काटेको छ अलिकति मेसिनले। Lo kau bagi dia makan ni datang ni. कहाँ माथि आयो? ओइ क्या डलो सुधा यार। Masuk gini dia ke belakang, weh. डेन्जर ठुलो रहेछ। ओ माई गड,
कस्तो समात्दो रहेछ पाइपमा पनि त्यसले Dekat terus lah. Nah nih lubang jande, lubang jande. Paling telah. टाउको सानो हुन्छ नि त्यो मुख चाहिँ ठुलो हुन्छ कि उसको कस्तो उठ्दो रहेछ है मुख खोल्यो Dah. As digigit. Itu kayunya kasih cabang Sawal. गर्दैछ Iya. Asal. कत्रो ठुलो मुख खोल्दो रहेछ त्यसले Asal. एउटा पुच्छरमा समातेर बस्या छ त्यसले हगेको हेर्नु न त्यहाँ त्यो हातको छेउमा हेर्नु त समात्यो टाउकोमा थिची समात्यो अन्त ठुलो रहेछ Ekor dia dulu masuk. Banyak bunyi pegang. Gampang tuh orang ni. La ilaha illallah. Man. Tenang. Oh my god. Badan. Kalah. Gimana nak jual? मान्छेलाई बेर्नलाई निकाल्दो रहेछ पुच्छरहरूले है Sudah video. Betul lah, confirm lah. Confirm. Bisa balikan. Sorry. फाइनली अजिङ्कार चाहिँ पक्रियो यो च्यानललाई माया गरिदिनु हुने सम्पूर्ण महानुभावहरूलाई चाहिँ हृदयदेखि नै नमन अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छु त्यता हुनुहुन्छ हाम्रो स्याङ्जाली सोल्टी यस्तो डाँडाहरू फाट्नुपर्छ गर्मी छ एकदम यो देखिरहनु भएको बोटहरू चाहिँ यो बिरुवाहरू चाहिँ डुरेनको बोट हो उता पछाडि मेरो पछाडि देखिरहनु भएको पाखामा चाहिँ भर्खरै घाँसहरू चाहिँ कटाइ भएको हो यता मेरो पछाडि फेरि बाँकी नै छ यता बाँकी छ यता चाहिँ काटिसकेको हो भर्खरै यस्तै छ काम मलेसियामा गाह्रो छ गर्मी छ बाहिर परेको छ हाम्रो उता सोल्टी फोनमा बोल्दै हुनुहुन्छ यस्तै छ गाइस काम हेलिकप्टरमा चाहिँ फिड्के यसरी लाउँदै हुनुहुन्छ यसरी लाइन्छ अनि गाइस यसरी काटिन्छ यसरी ज्वाइँ
यसरी काट्दै गयो, जति काट्यो त्यति नै पलाउँदै जाने रहेछ के गाई। घाँस चाहिँ यहाँ काट्दैछ, पलाउँदैछ। गर्मी छ बाहिर, हेलिकप्टर दिएको छ एउटा एउटा घाँस कटाइ गर्नलाई। त्यो झाडीहरू काट्नको लागि ल है। हाम्रो सोल्टीहरूले चाहिँ यहाँ सफा मानालाई चाहिँ सफा यहाँ के गोब्रो लगेर बसिरहेको छ कि झाडीमा घाँसभित्र। टाउको चाहिँ यो झाडीमा हो कि जस्तो लाग्दैछ मलाई। भाग्न पाएन है त्यही हो मिसिन बगेर लिएर दियो दियो मरे मरे त्यहाँ रहेछ। किङ कोब्रा हो क्या यो हो निकाल्नु त लट्ठीले यसको एसिड हुँदो रहेछ त यार, उडिरहेको छ यार। बाहिर निकाल्नु उता हो। यो दिइरहेको थियो कि माछाले मलाई ए अघि हालिसकेछ नि त, अनि घाइते भएर बसिरहेको छ यो, यत्रो चिर्दैछ। निकाल्नु त हो रहेछ कोचरसम्म भ्याइदिएछ। अघि नै खाइसकेको रहेछ नि त। सर्प त्यही भएर त नभाग्यो रहेछ नि त। कोब्रा हो त यो, किङ कोब्रा हो है। मरे खान्छ। हेलिकप्टरको फिड्के काट्ने काम भइरहेछ, हेर्नुहोस्। यही हो हेलिकप्टरको फिड्के, यही हो हेलिकप्टरमा हाल्ने फिड्के। हेलिकप्टरको फिड्के काट्ने काम भइरहेछ, हेर्नुहोस्। दुरेनको फेदमा चाहिँ यसरी हाल्छन् पानी पाइपबाट, यसरी दुरेनको बोटमा पारी औषधि हाल्दैछ ट्र्याक्टरले पारी भित्तामा। त्यसरी हाल्छ के अरे औषधि चाहिँ। यो पुरै दुरेनकै पाखा हामीले चाहिँ हेलिकप्टर चलाएर चाहिँ यो झाडी फाटेको। हेर्नुहोस् यता चाहिँ यो तेलको जङ्गल, सबै खाने तेलको जङ्गल। यसको दाना निकालेर चाहिँ पेलेर चाहिँ तेल निकाल्दो रहेछ, खाना योग्य तेल। भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? केही सल्लाह सुझाव छ भने कमेन्ट गर्न सक्नुहुन्छ र भिडियोलाई लाइक सेयर गर्न नबिर्सिनु होला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है।